एउटा यस्तो आमा जसले आफ्नो जीवनमा 30 करोड बच्चा जन्माउँछिन्, तर तिनीहरूमा मात्र 2 देखि 4 जना बच्छन्। दोस्रो एउटा यस्तो आमा जो दैनिक 30,000 अन्डा दिन्छिन् र जुन दिन उनले यो काम रोक्छिन् उही दिन उनको आफ्नै सन्तानले उनलाई मार्छन्। तेस्रो यस्तो आमा जसले 80,000 बच्चाहरूको सुरक्षा गर्दै भोकले तडपिएर मर्छिन्। यो कुनै कथा होइन, यो सत्य हो। आज म तपाईलाई संसारका 7 यस्ता जनावरसँग परिचित गराउँदैछु जसले एकै पटक हजारौं, लाखौं या भनौं करोडौं बच्चाहरू जन्माउँछन्। सबैभन्दा पहिलो कुरो समुद्रकी रानी, ओसियन सनफिसको। यो संसारको सबैभन्दा बढी अन्डा दिने जीव हो। एक आमा सनफिसले एक पटकमा 30 करोड अन्डा दिन्छिन्। हो, 30 करोड। तर अचम्मको कुरा यो हो कि 30 करोड अन्डाहरूबाट मात्र 2 देखि 4 जना वयस्क हुन्छन्। बाँकी सबैलाई समुद्रका शिकारीहरूले खाइदिन्छन्। अर्थात् आमा बन्ने सपना 30 करोड पटक भाँडिन्छ, मात्र 2 देखि 4 बच्चाहरूका लागि। अब आउँछ समुद्रको सबैभन्दा दुःखद आमा, जायन्ट पेसिफिक अक्टोपस। यो आमा आफ्नो पुरा जीवनमा मात्र एक पटक अन्डा दिन्छिन्, 50 देखि 80,000 अन्डा एकैचोटि। र त्यसपछि जे हुन्छ त्यो रुवाउने खालको हुन्छ। आमा अक्टोपसले आफ्ना अन्डाहरूको पुरा 6 देखि 10 महिनासम्म केही नखाइ नै हेरचाह गर्छिन्। उनले हरेक अन्डा सफा गर्छिन् र शिकारीहरूबाट जोगाउँछिन्। जब बच्चाहरू बाहिर निस्कन्छन् तब आमा यति कमजोर भइसकेकी हुन्छन् कि उनी भोकले तडपिएरै मर्छिन्। आफ्नो यो बलिदानको नतिजा 80,000 मा देखि मात्र 2 देखि 6 बच्चाहरू ठुला हुन्छन्। अब कुरा गरौँ जमिनको सबैभन्दा छिटो अन्डा दिने रानी, चिउकी रानी यानाकि धमिराको रानी। यो एक दिनमा 20,000 देखि 30,000 अन्डा दिन्छिन्। पुरै जीवनमा 9 करोड देखि 30 करोडसम्म अन्डा दिन्छिन्। र सबैभन्दा चकित पार्ने कुरा उनको यो जीवनकाल 50 वर्षसम्मको हुन्छ, जुन कुनै पनि किराको लागि असम्भव हुन्छ। तर उनको कथा एक भयानक मोड छ। यदि यो रानीले अन्डा दिन रोकिन्छन् भने उनका आफ्नै कामदारहरूले उनीहरूलाई मार्छन्, अर्थात् काम गर या मृत्यु स्वीकार गर। अब भेटौँ जीवाश्मसँग होर्स्यु क्याट, जसले 450 मिलियन वर्षदेखि पृथ्वीमा अस्तित्वमा छ, अर्थात् डाइनोसर भन्दा पनि पुरानो। हरेक पूर्णिमाको रात हजारौं क्र्याबहरू समुद्र किनारमा जम्मा हुन्छन् र एक आमा एक पटकमा 80,000 देखि 1 लाख अन्डा दिन्छिन्। 2 हप्तामा अन्डा फुट्छ र तिनीहरूबाट मात्रै 10% बच्चाहरू बाँच्छन्। अब कुरा त्यही आमाको जसले आफ्ना बच्चाहरूलाई मुखमा थुनेर पानीमा लाने गर्छिन्, नील मगरमच्छ। यो अफ्रिकाको सबैभन्दा ठुलो मगरमच्छ हो। एक पटकमा 60 देखि 90 अन्डाहरू दिन्छिन्। आमा मगरमच्छले आफ्नो घोसलेको 3 महिनासम्म हेरचाह गर्छिन् र जब बच्चाहरू निस्कन्छन् तब आफ्नै ती खतरनाक जबडाहरूले बच्चालाई अत्यन्त नाजुक तरिकाले उठाएर पानीमा पुर्याउँछिन्। तर जति नै हेरचाह गरे पनि उनका 90% बच्चाहरू शिकारीले खाइदिन्छन्। अब आउँछ समुद्रको सबैभन्दा रोमान्टिक माछा, कड माछा। यो मातापिता मिलेर खुल्ला पानीमा अन्डा र शुक्राणु छोड्छन्। एक माताले एक पटकमा 3 लाख देखि 9 लाखसम्म अन्डा दिन्छिन् र पुरा जीवनमा करोडौं अन्डा। तर ती अन्डाहरूको 95% नष्ट हुन्छ, या त शिकारीले खान्छन् या त समुद्रका लहरहरूमा बगेर जान्छन्। अनि अन्त्यमा भेटौँ सबैभन्दा भावुक आमासँग, समुद्र कछुवा। एक माता कछुवाले बालुवामा गहिरो खाल्टो खनेर एक पटकमा 100 देखि 200 अन्डा दिन्छिन् र एक मौसममा 3 देखि 5 पटक यो काम दोहोरिन्छ। 2 महिनापछि बच्चाहरू निस्कन्छन् र सुरु हुन्छ उनीहरूको मरणको दौड। समुद्रसम्म पुग्न चराहरू, क्र्याबहरू, लुटेराहरू र ती बच्चाहरूलाई खान्छन् जो पानीमा पुग्छन्। तिनीहरूलाई माछाहरूले खाइदिन्छन्। यसमा पनि 1000 बच्चामध्ये मात्र 1 देखि 2 मात्रै जवान हुन्छ। र सबैभन्दा मन रुवाउने कुरा, माता कछुवा सधैँ उही समुद्र किनारमा अन्डा दिन्छिन् जहाँ उनी आफै जन्मेकी थिइन्।